हामीहरू अब क्रस गर्नुपर्ने हुन्छ। ट्राफिक दाइको नै हालत यस्तो छ, कालो भइसक्नु भयो हाम्रो ट्राफिक दाइ है। हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रिवान, होप यु गाइज आर फाइन। दिस इज विक्रम लक, वेलकम ब्याक टु माई च्यानल। यहाँ आज यो पार्किङ एकदमै फुलै छ, प्राय फुलै हुन्छ कि यो पार्किङ अङ्कल? फुलै हुन्छ। यो अहिले यो कलेज छ नि, यो माथिको यो कलेजले लिएको रहेछ होइन? मैले सुनेको भर्खरै। म चाहिँ भ्लग बनाउँछु कि अङ्कल युट्युबतिर नि, अनि त्यही भएर तपाईँलाई अप्ठ्यारो त केही छैन नि। तपाईँले यो गाडी चलाउनु भएको कति भयो अङ्कल अहिले? यहाँ भयो 16-17 वर्ष। 16-17 यही गाडी चाहिँ कति चेन्ज गरियो हो यही ठाउँमा। अहिलेसम्म माडवाडी र मतलब नेपाली कति नेपालीको पनि गर्नुभयो? नेपालीको मैले एकजनाको मात्रै गरेको छु। नेपालीको दयामा चाहिँ नेपालीहरू दया धेरै हुन्छ, माडवाडीहरू है दया हुँदैन। हजुर सबै त्यस्तो होइन, कोही कोही चाहिँ हाम्रो पहिला अहिले हुन त तपाईँको हातको अम्ला त सबै बराबर छैन, मान्छे कहाँबाट हामीले त्यसरी गर्नु मिल्दैन होइन। कोही माडवाडी नै कोही चाहिँ राम्रै हुन्छन्, कोही चाहिँ है। अहिलेको कस्तो छ? हाम्रो त राम्रो छ, अहिले मेरो पनि राम्रै छ। नत्र भने त अब 16-17 वर्षसम्म टिक्नु यही गाडीमा यही ठाउँमा। सही। तपाईँको पहिलादेखि नै पेसा नै यही हो? होइन, पहिला के पेसा? पहिला मैले कुकिङ गरेँ। कुकिङमा चाहिँ यसमा सिफ्ट हुनु। अनि तपाईँलाई अहिले खुसी चाहिँ केमा छ? कुकिङमा थियो कि अहिले ड्राइभिङमा खुसी छ? एक्चुअली कामहरू एउटै हो, मान्छे कुकिङमा उभिन नसक्ने भएर एउटाको सर्भिस। हजुर मेरो खासमा प्रोफेसन यो होइन अङ्कल, खासमा म नि एचएम पढेर बसेको मान्छे। मतलब गाडीको मलाई चाहिँ कस्तो हो नि, एउटा सोपिङ चाहिँ गाडी चलाउनु चाहिँ मलाई पहिल्यैबाट सोप रमाइलो लाग्ने मलाई पहिल्यैबाट। त्यही भएर म यो लाइनमा आइपुगेँ। सो आज यो लाइनमा आउँदाखेरि पनि आफूले थुक्क यही पेसा किन चुनेछु जस्तो चाहिँ लाग्दैन। अङ्कल गाडीको चाहिँ कुन मतलब लाइसेन्स कुन छ तपाईँको? मेरो त एबी मात्रै छ। एबी मात्रै? मेरो नि एबी मात्रै हो। भनेपछि कति सालमा लाइसेन्स निकाल्नु भयो तपाईँले? मैले 57 साल। 57 लगभग टन्नै भइसकेछ तपाईँको होइन? 57 सालमा अब उभिन नसक्ने होटलमा पनि गरिरहेको थिएँ। अब छोडिदिनु पऱ्यो भने छोडेर अनि गाडी सिकेको। यस्तो अब गाडी नै चलाएर खान्छु भन्ने कतिकालले सिकेको होइन, जानिसकेपछि पढाउँछ। राम्रै लाग्यो, राम्रो घरमा के बसिरहेको। कतिजना त तपाईँको रिटायर भएपछि नि यो काममा लागेको मान्छे पनि भेटेको छु कि मैले कतिजना होइन। अब बसिरहनुभन्दा आइरहन्छ भन्ने पनि हुन्छ। म नि फ्री टाइममा कहिले चाहिँ पठाउ गरिदिन्छु होइन। अब फ्री टाइममा अब आउँदा अफिसबाट आउँदा जाँदा मेरो रुमबाट अब अफिस आउँदाखेरि कहिले तपाईँको कोही मान्छे पायो भने जाँदाखेरि एउटा लगाइदियो भने 300-400 रुपियाँ मात्रै, 200 मात्र आयो भने 400 रुपियाँ दिनको यसै भयो। तेल आयो भनेपछि सबभन्दा धेरै सानो हो म। त्यही भएर मैले यति कुरा चाहिँ यो फिल्ममा लाएर बुझेको छु मैले होइन। पहिला काठमाडौँ भनेको उनीहरूले सानो हो, कतिपय कुरा तपाईँले सिकाउनु पर्ने हुन्छ, कतिपय कुरा मैले तपाईँलाई अहिलेको कुराहरूलाई मैले सिकाउनु पर्ने हुन्छ होइन। त्यो कुरालाई खुसी लाग्यो। अनि यो हाम्रो साउको चाहिँ एउटै मात्रै हो गाडी तपाईँले चलायो? होइन, 3वटा छ। 3वटा छ चाहिँ हुन राम्रै हुनुहुन्छ। अनि अहिले दिएको जुन स्यालेरीले तपाईँ सेटिफाई हुनुहुन्छ? ठिक छ ठिक छ। अनि अहिले छोराछोरी परिवार? अब बच्चा छोराछोरी सबै यहीँ छन्। एउटा छोरा छ, एउटा छोरी बिहेर छ, एउटा छोरो अमेरिकामा छ, एउटा बुहारी छोरा बुहारी अमेरिकामा छ, एउटा छोरा हजुर बुहारी सबै सेटअप भइसक्यो त है? सेटअप भइसक्यो। भाग्य राम्रो हो, किनकि सेटअप भयो चाहिँ अब जिन्दगीमा टेन्सन भएन। उनीहरूको एउटा बाटो देखाइदिइसक्यो भने त अब उनीहरूले चढ्दै जान्छन् कुडिकन। आफ्नो त्यसका लाग्दै यो बसी यसो गरिखाने भाडो एउटा आफ्नो भएको सिटलाई किन त्यत्तिकै वेस्ट गर्नु?
खुसी लाग्यो। मैले अस्ति पनि भेटेको थिएँ अङ्कललाई चाहिँ, त्यही गाडी त्यो मान्छे आएन है अस्तिबाट, मैले देखेकै छैन। त्यो दिनदेखि आएन सायद त्यही आकल भेटेर आएको त्यस्तो मतलब ड्राइभरमा पनि कसरी भर परेको चाहिँ मतलब गाडी दिइहाल्ला भन्नु कि मलाई कसरी दियो यहाँनिर ठोक्ला जस्तो गरिसकेको थियो, उठाउन सकेको छैन गाडी राम्रोसँग। अन्त रिभर्स गेट कतिमा काट्दाखेरि कति घुम्छ भन्ने थाहा छैन गाडी होइन। अलिकति झ्याप्पा पनि त्यति अवस्था लाग्छ। लगभग त्यस्तो तर प्लिज रिक्वेस्ट अर्काको चलाइसकेपछि होइन त्यस्तो मतलब त्यो घामट पारेर चाहिँ नचलाउनु किनकि गरिसकेपछि काम गरेपछि होइन अरूको पनि जिन्दगी हो होइन। अब तपाईँको एकजनाको ज्यानपट्टि बचाउनु पर्यो, अरूको सम्पत्ति पनि बचाउनु पर्यो, आफ्नो ज्यान पनि एकदमै धेरै। अनि तपाईँको त्यही भएर अब अस्ति हामीले एकजना मान्छे भेटेको थियौँ यहीँ, अब थाहा छैन उहाँको हो होइन, हामीले चाहिँ फर्स्ट टाइम देखेको बेस्ट भेन्यूमै हामीले देखेको थियौँ अस्ति। अनि गाडी रिभर्स गर्न सक्नु भएको थियो, पुरै झ्याप टाइपको मान्छे, गाडी अब उठाउन पनि सकेन, गाडी कतिमा घुम्छ नि उहाँलाई थाहा नै छैन। हामीले सिकाएर पठायौँ अङ्कललाई नि त, त्यस दिनबाट आजै यसलाई भेटेर अङ्कल छ मेरो। सो गाइज दक्ष चाहिँ अब स्विमिङ पुलभित्र गइसकेको छ, उसले स्विमिङ गर्दैछ। अब त्यहाँ साइडमा हेर्नु न त्यो बहिनी कस्तो आनन्दसँग गरिरहेछ कि। सो अब दक्षले पनि पहिलाभन्दा अलिक बेटर गरेको छ अरे। सो मैले कोचसँग कुरा गरेको थिएँ, अनि पहिलाभन्दा एकदम बेटर भएको छ, अहिले त राम्रो गर्छ उसले भनेर भन्दै थियो। सो आज हेरौँ है त कस्तो गर्दैछ। ल छिर्यो दक्ष पनि भित्र चाहिँ निस्क्यौँ भएको छ है स्विमिङ गरेर। आज तिम्रो कस्तो बेटर भयो, के सिक्यो आज तिमीले? प्र्याक्टिस गरेर आएको। अनि अहिले भने नि त नयाँ कुरा के सिकेँ भनेर। सो घाम एकदमै चर्किया छ है, तपाईँहरू हेर्नु सक्नुहुन्छ। गाडी तातेर पुरै मान्छे नै यहाँ भाइब्रेट भइसक्यो है, एकदमै तातो। त्यहाँदेखि एसी चलाउँदा पनि यहाँ अब एसी पनि सुट नगर्ने टाइपको भइसकेको छ। म त कतै हिँड्नै नपरे जस्तो हुन्थ्यो, यस्तो गाह्रो भइरहेछ कि। मार्छ यार यसरी, कहिले पानी परेन, पानीको एक नासले पानी, कहिले के। अगर चाहिँ हाम्रो अब क्रस गर्नुपर्ने हुन्छ, ट्राफिक दाइको नै हालत यस्तो छ, कालो भइसक्नु भयो हाम्रो ट्राफिक दाइ है। हामीलाई सर्भिस गर्दा गर्दा कालो भइसक्नु भयो। कुछ भी बोला ही नहीं था, आँख देखा रहा है, नीचे उतर के दे दूं ना पिछवाड़ा में एक है ना चपाट, एंड देन समझ आएगा मैं कौन हूँ, क्यों उतरा, क्यों आंख मारी, है ना। तुम्हारी हंसी छूट रही है यार, व्हाई यू आर लाफिंग ब्रो? मैं तो सीरियस बात कुछ भी नहीं कर रहा हूँ, है ना मोटा भाई। वो चाचा जी देखो ना कैसे आंख मार रहे हैं, मार ही दूंगा और से निकल, तेरी जैसी की तैसी में कर दूंगा, वैसे देख रहे थे मुझे। ओ म त भ्लगिङ गरिरहेको छु, मलाई थाहा नै भएन मैले नेपाली। दक्ष आज धेरै हाँसिया छ है, डेन्जर हाँस्यो। मैले यो मान्छे यसरी हाँसिया देखेको थिइनँ। तिमी हाँसे किन, एउटा पोइन्ट भन मलाई। मैले गर्दा मैले के गरेँ? अंकल ने आँख देखा होगी है ना, माना मैंने बोला चाचा रुक जाइए, मैं क्रॉस कर रहा हूँ, देख रहे हैं झापड़ मार दूंगा, पिछवाड़ा पे आके मार दूंगा, है ना। वैसे कोई करता है क्या? अरू जिन्दगी यस्तै छ, हाँसेर जान्छ। दक्ष अहिले थोरै दोस्ती भएको छ मेरो होइन। तिमीलाई म कस्तो लाग्छ दक्ष? राम्रो हुन्छ। कस्तो ह्यान्डसम छ दाइ? ह्यान्डसम छ हो त्यस्तो तो छ जिन्दगी। हजुर म फन्नी छु। वाउ, तिमीले फर्स्ट टाइम भन्यो। अनि चच्चाले अघि भन्यो फनी बोय हैन, उतर के मार दूंगा तुझे, एक बार रुक तो जा। ओके, कस्तो छ आँखा तरिरहेको थियो भने त्यो चच्चाले, साँच्ची ओर्ल्यायो भाइ मलाई मार्थ्यो बुढोले। त्यही भएर त फलफुल पसलमा आइपुगेको छु है। अस्तिकै ठाउँ हो यो, रातो पुल साइड मेरो त नसिबै खराब छ। नसिब किन खराब छ भने ठ्याक्क अहिले खाजा खाने टाइम थियो होइन। खाजा
त्यहाँ मगाएको मात्रै थियो। अब यता आउनु पऱ्यो, अब यताबाट गएर खानुपर्छ। बाहिर घाम यस्तो डेन्जर छ, यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ डिजिटलमा है, 41 सेल्सियस बाहिर गाडी तातेर मर्नु भएको छ है। एकदमै धेरै गर्मी छ। सो घरबाट तपाईँहरू विदाउट काम ननिस्किनु होला। बाहिर चाहिँ एकदमै गाह्रो, गर्मीले हप भएको छ। एसीले पनि, एसी खोल्दाखेरि समेत पनि त्यति चिसो आइरहेको छैन कि, दुइटै एसी फुल छ है, त्यही पनि गाह्रो भइरहेछ। अब यताबाट गएर खाजा खानुपर्छ। खाजा खाएर अनि थाहा छैन, अब पसलमै बसिरहनु पर्छ। अनि भ्लगहरूलाई चाहिँ एकदमै होइन सुरुबाट अन्तसम्म हेरिदिनु होला प्लिज। एकदमै दुःख गरेर भ्लगहरू बनाइरहेको हुन्छ है। सो भ्युज नआउँदाखेरि चाहिँ, अलिअलि पनि भ्युज नआउँदा चाहिँ कस्तो हुन्छ भने यत्रो मेहनत गऱ्यो होइन, त्यो अलिकति होपलेस हुँदो रहेछ कि, त्यो अब होपै छैन टाइपको हुँदो रहेछ। किनकि तपाईँहरूले हेरिदिनु भयो भने अझै बनाउने मन चाहिँ अझै मलाई हुन्छ। सो प्लिज स्टार्ट टु इन्डसम्म हेरिदिनु होला। आफ्नो कमेन्टहरू पनि तपाईँले दिन सक्नुहुन्छ है, सबै कुराहरू। अनि भ्लगहरू हेर्नु भएको छैन भने तपाईँले हेर्न सक्नुहुन्छ। हिजोको भ्लगलाई हेरिकन तपाईँहरूले बताइदिनु होला। मन परेमा सेयर गर्नु होला। तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्न नभुल्नु होला है त।